सामाजिक सञ्जालमा 55 करोड भन्दा धेरै फलोअर्स रहेका उनी विश्व बजारमा सनसनी फैलाउन सक्ने सम्मको प्रभाव राख्छन् भन्ने कुरा बुझ्न माथिको प्रसङ्ग पर्याप्त छ। रोनाल्डो सन् 1985 मा पोर्चुगलको पश्चिममा रहेको मडेरा स्वायत्त क्षेत्रमा जन्मिएका हुन्। पोर्चुगलमा खेल्दै गर्दा रोनाल्डोको क्षमताको चर्चा बिस्तारै फुटबल जगतमा फैलिन थाल्यो। प्रख्यात बेलायती फुटबल म्यानेजरले आफ्नो पोर्चुगल प्रतिनिधि कार्लोस केरेज मार्फत रोनाल्डोलाई बुझिरहेका थिए। उदयमान खेलाडीको रूपमा रोनाल्डोको चर्चा बिस्तारै युरोपभरि फैलिन थाल्यो। आर्सेनल, रियल म्याड्रिड जस्ता क्लबहरू रोनाल्डोलाई आफ्नो क्लबमा आबद्ध गर्ने बारे छलफल गर्न थालिसकेका थिए। स्पेनिस क्लब रियल म्याड्रिडले 80 लाख युरोमा उनलाई भित्र्याउने औपचारिक प्रस्ताव ल्याइसकेको थियो। संयोगले यसै वर्ष युरो च्याम्पियनशिपका लागि बनेको रङ्गशालामा स्पोर्टिङ लिस्बन र म्यानचेस्टर युनाइटेड बीच मैत्रीपूर्ण खेल भयो। खेलमा रोनाल्डोको पोजिसनलाई हेर्ने जिम्मा जोन ओ सीले लिएका थिए। खेलमा रोनाल्डोको प्रदर्शन यति सशक्त देखियो कि युनाइटेडका अधिकारी तथा खेलाडी आफ्नो प्रतिद्वन्दी खेलाडीको कला र क्षमता देखेर कायल भए। अवस्था कहाँसम्म पुग्यो भने खेल लगत्तै खेलाडी तथा अन्य अधिकारीले रोनाल्डोलाई युनाइटेड लैजान ढिलो गर्न नहुने चर्चा गर्न थाले। एलेक्स फर्गुसनले आफ्नो आत्मकथामा आफूले क्लबका व्यवस्थापकलाई भनेको कुरा उल्लेख गर्दै यो सन्दर्भ लेखेका छन्। त्यो केटा रोनाल्डो कतिसम्म राम्रो छ भने त्यसलाई अनुमोदित नगरेसम्म हामीले मैदान छाड्न सक्दैनौं। अन्ततः रोनाल्डो 12.24 मिलियन युरोमा म्यानचेस्टर युनाइटेडमा आबद्ध भए। सुरुवातमा उनी 28 नम्बरको जर्सी लगाउन चाहन्थे, तर उनको भागमा भर्खरै खाली भएको 7 नम्बरको जर्सी पर्यो।